कता टिको लगाइदिनु किन वर्तमान दिएर टिको लाग्दैन नाम संकीर्तन भनेको बुझ्नुहुन्छ हरे राम हरे कृष्ण भन्दै भगवानको नाम संकीर्तन गर्नाले सर्व पाप प्रणाशनम। हामीले जानी नजानी अनजानमा यस जन्ममा पूर्व जन्ममा जन्म जन्मान्तरमा जति पाप गरेका छौं ती सबै पापहरू नष्ट भएर जान्छ। अनि त्यस्ता भगवान हरिलाई हामीले प्रणाम गर्यौं भने हाम्रा जीवनमा आउने सबै दुःखलाई भगवानले नाश गरिदिनुहुन्छ। त्यस्ता भगवान हरिलाई हामी सबैजना नमस्कार गरौं भनेर यसरी भगवानको नामको महिमा बताउनु। भक्त सज्जन यो कलिकालमा हामीलाई तार्ने वैकुण्ठ लोक पुर्याउने